गाइज ल वेलकम टु न्यू ब्लग। योपालि चाहिँ म वाल क्याम्पिङ भ्लगिङ गरौँ भनेर निस्केको चाहिँ काममा अलिक ढिलो भएर पनि एकदम ढिलो आइपुग्यो त। म चाहिँ पेनीफानमा ब्रेकनमा मेनली चाहिँ वेदर एकदम नराम्रो हुन्छ भन्ने थियो के अरे, स्नो विन्ड भनेर बिहान सनराइजमा स्नो कस्तो देख्छ भनेर हेर्न भनेर आएको छु म। अब हामी गाडी पार्क गऱ्यो। अब म चाहिँ अलि त्यो विन्ड आउने एकदम चान्स छ राति, त्यही भएर राति के भने राति भइसक्यो, अब 12 बजिसक्यो, 12:30। अब त्यही पनि म यो रुखहरू भएको ठाउँतिर चाहिँ म अलि सेटर पाउँछ भनेर टेन्ट सेटअपको लागि त्यतिर जाँदैछु है म। भनेर एउटा अलि एन्ट्री पाउँछ भनेको यता चाहिँ नो एन्ट्री रहेछ। फेरि यतै फर्केर जानु पर्यो। यही नर्मल बाटो जान्छु म। अब नर्मल अलि मुनितिरै सुत्छु होला म सोच्दाखेरि त। यहीँ कार पार्कको छेउमै सजिलो हुन्छ माथि जानुभन्दा। भ्यू चाहिँ अलि माथिबाट अलि राम्रो हुन्थ्यो कि टेन्टसँग, तर अब सुताइको लागि चाहिँ यहीँ मुनितिर खोज्नु पर्यो। म एक्लै भन्थानेको दुइटा गाडीहरू पनि यहाँ कता अघि माथितिर लाइट देखे जस्तो लाग्थ्यो के अरे, त्यहाँ माथितिरै गयो होला अहिले। चिसो चाहिँ 0 to 1 डिग्री -1 भनिरहेको छ क्या, तर यो हावाले गर्दा चाहिँ अलि झन् चिसो, फ्युज लाइक 7-10 डिग्रिज भनिरहेको छ। राति झन् चिसो हुन्छ। अब यो चाहिँ फ्ल्यास बिना मैले के देख्छु भने जस्तै हो ल, सब आइस भयो त। ब्रेक हुन्छ है। हामी चाहिँ कार पार्क यहाँ छु हामी। भोलि बिहान चाहिँ हामी सनराइज हेर्न यहाँ पुगिन्छ। मेरो प्लान चाहिँ अब सुताइको लागि चाहिँ यतैतिर भनेको कि यहीँ गर्छ होला, यतै छेउतिरै अलिक सजिलोको लागि भन्छ क्या। अब जाम्ला नर्मली ब्रेकमा जाँदा चाहिँ यो पेनीफान जाँदा चाहिँ त्यहाँ पार्क गरेर यो पुल तरेर यही बाटो नर्मली मेन बाटो यही हो सब सजिलोको लागि। आउन मन छ भने पुल तर्यो अघि हिँड्न माथि गएको देख्छ लाग्यो मलाई अघि नै। त्यही भएर सिधा यतातिर माथि हो के अरे। म चाहिँ यतैतिर सेटअप हान्नुपर्छ क्या हो, अलि विन्ड नआउने ठाउँतिर। त्यहाँ चाहिँ अलि नहुला जस्तो है, किनकि हावाबाट त छेका केही छैन, एकदम ओपन भयो क्या। फेरि पुल तरेर म चाहिँ यता भएर बाटो छ कि यसमा यो बाटो भएर अलि बाटो त बाटै छ। अलि डेन्जर भएर होला बाटो बारेको चाहिँ।
ल हेर्दै चाहिँ खोलापारी यो रुखको मुनितिर यता विन्ड चाहिँ छैन यता ठाउँ चाहिँ एकदम राम्रो लाग्यो मलाई अहिले माथि अलिकति अझै छ कि हेर्छु म ल टेन्ट चाहिँ झिकै मेरो टेन्ट चाहिँ बिग एग्नेसको छ अब ठ्याक्क यहाँ कहाँ फ्ल्याट छ अब हेरौँ सुत्न चाहिँ यहीँतिर ठिक होला जस्तो ठ्याक्क यहाँ सेटअप गर्छु सुताइ चाहिँ यहीँ हुन्छ होला यसरी अनि ल टेन्ट बनाएपछि हेरौँ ल फेरि कस्तो हुन्छ ल गाइस टेन्ट चाहिँ सेटअप भएन अब मेरो सुताइदा चाहिँ यही हो अल डन भित्रमा एकैछिनमा देखाउँछु अब हामी भोलि जाने चाहिँ त्यसकै यहाँ देख्दैन तर त्यो बाटो छ फेरि माथि चित्त माथि रमाइलो मजाको हुनुपर्ने भोलि अब आकाश क्लियर छ भने चाहिँ धेरै फक छैन भने चाहिँ सनराइज चाहिँ दामी देख्नुपर्ने हो तर अब त्यो चाहिँ भोलि थाहा हुन्छ है बिहान कति बजी अहिले 1 बजिसकेछ यसो 4-5 घन्टा सनराइज चाहिँ 8 बजीतिर देखाइरहेछ भने चाहिँ हामी 7 बजी उठ्यो भने 7 बजी उठेर हिँड्यो भने चाहिँ ठ्याक्क सनराइज हुने बेला ठ्याक्क एकदम दामी देख्नु पऱ्यो ड्रोन पनि लिएर आएको छु उडाएर अब के देखिन्छ हेरौँ ल अब भित्र चाहिँ कस्तो टेन्टभित्र कस्तो छ म देखाउँछु अब सेटअप गरेपछि ल अब टेन्ट चाहिँ भयो भित्र नि सब रेडी छु अब म चाहिँ देखाउँछु के छ मेरो अब यो चाहिँ स्लिपिङ ब्याग मैले प्रपरली ट्राई चाहिँ गरेको छैन है यो चाहिँ गर्न मन छ अस्ति भर्खरै किनेको अलिक भिज्यो जस्तो हो भित्र तर के भन्नु मुनि चाहिँ यो म्याट छ यसले चाहिँ मुनिबाट चिसो यहाँ ब्लक गर्ने त्यो के अरे भुइँको चिसो माथि नहोस् भनेर ब्लक गर्छ माथि चाहिँ यो एयर म्याट्रेस यो चाहिँ एमाजोनबाट किनेको है अनि यो चाहिँ कम्फर्टको लागि भयो क्या अब यो स्लिपिङ ब्याग चाहिँ यो चाहिँ म्यामुथको हो अब झोला भइहाल्यो यो टेन्टभित्र चाहिँ अब टन्न पकेटहरू टन्न छ भेन्टिलेसन सबै छ अनि त्यहाँपछि चाहिँ यसको चाहिँ पोर्च एरिया भन्ने हुन्छ कि यो यस्तो टेन्टहरूको चाहिँ अलिक महँगो टेन्टहरूको यो खोलेपछि चाहिँ अब यहाँ छुट्टै कम्पार्टमेन्ट एक्स्ट्रा स्टोरेज भनौँ दुइटा साइडमा छ अनि यही त्यही हो तर अनि यसमा अरू झ्याल पनि छ यस्तो यति हेर्नको लागि भोलि देखाइदिन्छु म बिहान प्रवेश सोध्न चाहिँ सब फुकालेर बक्सर अन्डरवेयरसम्म मात्रै लाएर सुत्यो भने चाहिँ बडी हिटले अलि वार्म गर्ने भन्छ के तर कहिलेकाहीँ चाहिँ धेरै कपडा लगायो भने तातै हुन्छ होइन म चाहिँ अब चाहिँ सुरुमा चाहिँ त्यही प्रपर वे ट्राई गर्छु जाडो भने चाहिँ अब कपडा सपडा लगाइदिउँ ल तर अब गर्मी नै भइरहेको छ क्या अब कस्तो हुन्छ हेरौँ है राति ल अब गुड नाइट भोलि अब 4-5 घन्टामा अब बिहान कस्तो हुन्छ हेरौँ ल एकचोटि बाहिर हेरौँ ल हानेको त अघि त्यो दुइटा गाडीको केटाहरू फर्किँदै रहेछ क्या माथि नै पुगेर ल गुड मर्निङ गाइस हामी चाहिँ अब उठेँ अलि ढिलो भयो किनकि यस्तो हेर्दा चाहिँ अलि उज्यालो अलिक क्लाउडी नै हुनु लाग्छ थियो कि त्यही भएर मेसिन एक्स्ट्रा सुतेँ भ्यू चाहिँ यस्तो छ है तर अब माथितिर जाम लाग्यो कस्तो हेर ल हामी अब हाफवे जति आयो भनौँ है हामी अब अझै 20 मिनट मान्छेहरू चाहिँ माथि एकदम भ्यू चाहिँ एकदम धेरै छ भन्छ तर अब फर्किरहेछ गुड थिङ I've got
मेरो क्राम्पोन अब माथि गएर कस्तो छ हेरौँ है भ्यू त्यस्तो छ है पेनी खान स्नोमा यो चाहिँ अब धेरै भएर मान्छेहरू चाहिँ स्किङ स्नोबोर्डिङ लिएर माथि गएको देखेको छु मेबी नेक्स्ट इयरतिर चाहिँ मेरो प्लान स्किङ यहाँ आएर तर दामी होला जस्तो छ ड्रोन खोल्टीमा ल्याएको छु मैले माथि गएर फिल्मिङ माथि again to the stop माथि आएर एकदम धेरै स्नो बसेछ है डिप र डिपै छ तलभन्दा बिग डिफरेन्स अब आफूहरू पनि खान आउनु मन छ भने विन्टरमा चाहिँ अलि सो क्राम्पन माइक्रो स्पाइक्सहरू चाहियो अरे अब आइसको लागि मान्छेहरू एकदम गहिरो भएर फर्किरहेछ तर समरमा चाहिँ यो मेन रुट हो एकदम सजिलै छ त्यही 45 to 1 hour लाग्ला तर अहिले चाहिँ अब यस्तो है Imsai, sponsor me please. I've got 2 of your hats. I would like a new trousers please, I'll on this. So new Nimtry trousers will be nice. Anyways, let me have a this was today. Roughly next 20 minutes, half an hour टपमा पुग्नु पर्यो र स्नो चाहिँ वर्स हुँदै गएको छ भिजिबिलिटी चाहिँ अब एकदम लो नै छ भनौँ अब देख्न केही देखिन तर मान्छेले चाहिँ एकदम माथि चाहिँ एकदम सक्नुहुन्छ यहाँ पुग्छ थाहा हुन्छ यहाँ चाहिँ यो पाहाडलाई अलि मुइनहरू सब ब्लक गरिरहेको छ क्या माथि गएपछि अलिक ओपन अप हुन्छ थाहा हुन्छ कस्तो छ That's decent. That's एकदम विन्डी छ है तर यो पनि मजाको छ यहाँ that hurts that. It's एकदम यो एकदम उछिटालो छ विन्ड म चाहिँ अलि न्यानो टोपी लगाएको that bit was a bit windy. That was it. Yeah, I block on it. I feel it. Open up into next 10 minutes. But to my summit, it's going to be back down. But normally say you can take this route and say all the route is up. I take them. But this is the safest and easiest way. But
हाल्छु डाइरेक्ट है। समिटमा चाहिँ पुगेँ है। सो यहाँ समिट चाहिँ भयो। बाटो जुन बाटो त्यही बाटो फर्किने भयो। घर चाहिँ अलिक सजिलो हुन्छ कि। अब चाहिँ कार पत्तिर आउन लागेको थियो। साथीले बनायो। अब हामी कार पत्तिर तलतिर जाँदैछु। ड्रोन चाहिँ उडाएको तर फोन चाहिँ कनेक्ट गर्न मिलेन, पानी पस्यो भनेर। तर यतिको रेकर्ड गर्छु कि अब रेकर्ड भयो कि भने चाहिँ पछि थाहा हुन्छ। माछा पनि मारे 3-4 चोटि, किनकि म यो फर्स्ट टाइम क्राम्पन फर्स्ट टाइम लगाएको के अरे के भन्छ अरे पाइटमा अल्झीहरू लोटेको थियौँ। तर ठिकै छ, फर्स्ट टाइममा सिकेँ अब कसरी अलि वाइड गरेर हिँड्नु पर्दैन त्यो चाहिँ क्राम्पनमा चाहिँ। त्यो काँडा चाहिँ पाइटमा अल्झिने गरेर। तर यस्तो छ भ्यू चाहिँ माथिबाट आएको होला। अब क्लियर अप भन्दैछ, माथि भ्यू त के देखेन के अरे। अब मैले भर्खरै के भन्छ अरे ड्रोनको भिडियोहरू चेक गरेको थिएँ। गुड न्युज, ड्रोनमा चाहिँ भिडियोहरू रहेछ। सो अब भिडियो एन्ड भएपछि चाहिँ म अप्लाई द ड्रोन सट्स। सो ल थ्याङ्क यू फर वाचिङ। होप यु इन्जोयड। कमेन्ट हान्नुहोस् अझ यस्तो भिडियोहरू हेर्नु मन छ भने। तर या थ्याङ्क यू फर वाचिङ।